अब चाहिँ आज चाहिँ होइन नानीलाई के अरे ढिलो नखाने हो नानीले होइन आज चाउमिन बनाउनु पऱ्यो है। ल बन्द पनि काटिसक्यो, प्याज खुर्सानी काटिसक्यो, अब चाहिँ पकाउने है त। यो चाहिँ मासु अलिकति फ्राई गर्दैछु, पहिला मासु हालेको। अब यो मासु पछाडि चाहिँ यो के अरे बन्द प्याज खुर्सानी हालिन्छ। फाइनली चाउमिन चाहिँ पाकेर सक्यो होइन। अब नानीलाई एकछिनपछि अब यो चाहिँ रायोको साग होइन, अनि यो चाहिँ मकैको ढिँडो है त। यो मकैको ढिँडो, यो रायोको साग है। अब खाने तयारीमा है त। ल गाइस, ढिँडो अनि साग अनि यो कागती अनि यो डल्ले खुर्सानीको अचार यो अब रेडी भयो है। अब खाने सुरसारमा यो ढिँडो खाने मान्छे चाहिँ मै हो है गाइस, मै हो।